नमस्ते, म आरडीके अर्ग्यानिक हाउसबाट म हजुरहरूलाई सधैँ जानकारी दिइरहेको हुन्छु। कहिले के कुरामा जानकारी दिइरहेको हुन्छु। आजै म हजुरहरूलाई भन्न गइरहेको छु कि हजुरहरूलाई मह भनेको के हो त त्यो थाहा छँदैछ हैन। अब मह कति प्रकारको हुन्छ भन्दा पनि मह चाहिँ जहाँ आफूलाई जुन अब जेको सिजन छ त्यसकै फ्लावरहरू भएको ठाउँमा फुलै फुल भएको ठाउँमा चाहिँ माउरीलाई चरण गर्न लिएर गएपछि अब चिउरीको सिजनमा चिउरी नै चिउरी भाटामा माउरीलाई चराउन लिएर जाँदाखेरि त्यो चिउरीको मह बन्यो हैन। अब गुलाबको फुलहरूको नि मह बन्छ। त्यसमा फ्लावर भाटामा चाहिँ लगेर माउरीलाई राखिदिने, माउरीको घारलाई राखिदिने अनि माउरीलाई चरण गर्न दिँदाखेरि त्यो पनि मह हो हैन। अब जेको पनि भन्छ कि अब फ्लावरहरूको हुनु पर्यो, फ्लावरको रसबाट त हनी बन्ने हो नि त, हनीबीले हनी लिएर आउने हो हैन। अनि अब यो हनी चाहिँ हामीले हनी भनेको के हो त हजुर सबैलाई थाहा छ हैन। अब कुन महलाई चाहिँ हामीले शुद्धता मान्ने, कुन महमा चाहिँ मिसावट छ भनेर चाहिँ त्यो हजुरहरू घरमै पनि बनाउन सक्नुहुन्छ है, घरमै पनि एक्सपेरिमेन्ट गर्न सक्नुहुन्छ हजुरहरूले चाहिँ। अब त्यसको लागि हजुरहरूलाई मह भनेको त यस्तो खालको भयो हैन। हेर्नुहोस् त, यो मह भयो। एउटा एक्सपेरिमेन्ट म हजुरहरूलाई यो सुरुको महमा चाहिँ म हजुरहरूलाई गरेर देखाउँछु है। हेर्नुहोस् है, यो मह भनेको ओरिजिनल मह। अब ओरिजिनल मह हामीले कसरी थाहा पाउने त भन्दाखेरि यसरी चम्चामा गरिरहेर लर्र पर्छ नि। हेर्नुहोस् त, यसरी धारा नटुटाइकन एकनासले खोटो जसरी लर्र परिरहेछ नि। हो यस्तो भयो भने चाहिँ ओरिजिनल मह हो हैन। लास्टमा पनि मह हेर्नुहोस् त, टप टप पर्दाखेरि पनि ओरिजिनल भनेको चाहिँ त्यो हो हैन। अब हजुरहरूले यसैलाई नै अब चिनी मिसिएको छ भनेदेखि चाहिँ बिचमा ग्याप भएर आइदिन्छ, रेसा बन्दैन के, त्यसलाई चाहिँ त्यसरी नै छुटाउन सकिन्छ है। अब हजुरहरूले यस्तै ग्लासमा चाहिँ पानी लिनुहोस्, तातो पानी लिनुहोस् है। ग्लासमा लिने भयो, कचौडाहरूमा, भाँडामा, जेमा लिए पनि भयो। अब यसमा तातो पानी हालेर तातो पानीमा यो 1 चम्चा मह, यो 1 चम्चा हनीलाई चाहिँ हालिदिनु भयो भनेदेखि चाहिँ हालेर चलाउनुहोस्। यदि राम्रोसँग घुल्यो भनेदेखि त्यसमा मिसावट छ भनेर जान्नुहोस्। तातो पानीमा हालेर 1 चम्चा हालेर चलाउँदाखेरि पनि राम्रोसँग घुलेन, त्यो मह राम्रोसँग घुलेन, थेग्री रह्यो अनि त्यो रहन्छ कि ओरिजिनल महको चाहिँ रहन्छ, डुप्लिकेटको चाहिँ रहँदैन, अलिकति पनि रहँदैन। त्यस्तो भयो भनेदेखि चाहिँ त्यो चाहिँ ओरिजिनल होइन, त्यो चाहिँ मिसावट छैन भनेर जान्नुहोस् है। हजुरहरूले राम्रोसँग घुल्यो भनेदेखि चाहिँ मिसावट छ, राम्रोसँग घुलिएन भनेदेखि चाहिँ मिसावट छैन भनेर हजुरहरूले जान्नुहोस् है। अब यो चिसो पानीमा पनि एक्सपेरिमेन्ट गर्न सकिन्छ। यो चिसो पानीमा चाहिँ कसरी सकिन्छ त भन्दाखेरि हेर्नुहोस् है। अब मैले चिसो पानी लिएँ, यो चिसो पानी लिएँ, यो हनी लिएँ है। अब हजुरहरूलाई यहाँ हेर्नुहोस् है, यो हनी भयो हैन, यो हनी भयो है। अब यो चिसो पानीमा चाहिँ हनीलाई हालिदिनुहोस्। यो चिसो पानीमा यो हनी हाल्नुहोस्। हनी हाल्न साथै हेर्नुहोस् है, मैले हनी हालेँ। हनी हाल्न साथै हनी के भइरहेछ, हनी तल गएर बसिदियो। ल हेर्नुहोस् है, हनी तल गएर बसिदियो, हनी घुलेन। अब यो हनी तल गएर बस्यो, सजिलै घुल्थ्यो नि त। त्यो डुप्लिकेट भएको भए चाहिँ सजिलै घुल्थ्यो, यो डुप्लिकेट होइन भनेर हामीले यसरी पनि प्रयोग गर्न सकिन्छ है। अब यसको एक्सपेरिमेन्ट, यसलाई चाहिँ यो शुद्धता छ यो छैन भन्ने चाहिँ थुप्रै किसिमबाट हामीले प्रयोग गर्न सकिन्छ। आफैले पनि घरमा, अब मैले हजुरहरूलाई पानीको तरिका बताएँ, त्यस्तै आगोको पनि तरिका हुन्छ है। आगोबाट पनि लिन सकिन्छ। कसरी लिन सकिन्छ त भन्दाखेरि हजुर एउटा सिन्का लिनुहोस्, त्यो सिन्कामा सानो कपास बेर्नुहोस् है। कपास बेरेर महमा चोप्नुहोस्। महमा चोपेर त्यसलाई सलाई अथवा लाइटरले बाल्नुहोस्। बाल्दाखेरि त्यो सजिलै बल्यो भनेदेखि हजुरको ओरिजिनल मह हो हैन। अब होइन सजिलो बलेन, धिप गरेर बल्यो अनि एकदमै बल्न नै गाह्रो मान्यो भनेदेखि चाहिँ त्यो चाहिँ चिनी मिसिएको मह हो भन्ने हजुरले त्यसमा चाहिँ चिनी मिसाएको छ भनेर त्यो सोच्नुहोस् हैन।
अनि हजुरहरूले अब त्यस्तै अरू थुप्रैमा पनि सक्नुहुन्छ है। अब हजुरले टिस्यु पेपर लिनुहोस्, घरमै भएको एउटा टिस्यु पेपर लिनुहोस्, टिस्यु पेपरमा चाहिँ मह हाल्नुहोस्। मह हाल्दाखेरि टिस्यु पेपरले मह सोस्यो भनेदेखि त्यो मह